हामी चाहिँ आज कहाँ छौँ भन्दाखेरि यसलाई चाहिँ अब जेलमा हाल्नुपर्छ हो यसले चाहिँ क्राइम गरेको रहेछ welcome back to my channel. It's Naina guys. हामी चाहिँ आज कहाँ छौँ भन्दाखेरि यहाँनिर छौँ हो वी लभ ऋषि हात लेखेकोमा होइन अनि मैले चाहिँ आँखाले एकै चाम दिइपठायो है चामको झट्टारै दिइपठायो आँखामा हो अन्तखेरि भर्खर हामीले सोयस्टी खाएर बसेको अन्तखेरि तपाईँले यहाँ म देखाउन सक्छु कि यहाँनिर हाम्रो आलिया हुनुहुन्छ यता हेर्नु आलु यता हेर्नु आलु आलु यता हेर्नु के भन्नु चाहनुहुन्छ यहाँ भन्नु लाइभ गर्दैछ होइन एन्ड मेरो चाहिँ केही काम भएन होइन क्लास लाग्यो आन्टीले हेर्दैछ यिनीहरू चाहिँ यहाँ चाहिँ रिल्स बनाउनु हुँदैछ होइन अनि मलाई चाहिँ आउँदैन यस्तो रिल्सहरू भन्नु पनि भएन हो सो मैले गरिपठाएँ हजुर पन्टो पन्टोसँग लाइफमा छ है गाइस त्यो चाहिँ पन्टोसँग 2000 years later गाइस अहिले चाहिँ हामी सरको घरमा छौँ रिवाज सरको चिन्छ होइन रिवाज सर हो त्यहाँको घरमा छौँ यसले चाहिँ भाडा बस्दैछ आज यता सरको अनौठो घरमा आएर भाडा बस्दैछ यहाँनिर अन्तखेरि यहाँनिर चाहिँ ट्युसनरहरू पढ्दैछ भित्र गाइस यहाँ चाहिँ कति छ हुनुहुन्छ होइन अन्त म चाहिँ यहाँ छु हो फ्ल्यास लाइट अन छ सो द्याट्स वाइ I'm look pretty प्रिटी मान्छेलाई प्रिटी भन्नु नभने पनि हुन्छ क्या सो गाइस स्टे ट्युन ल म तपाईहरुलाई एकछिनबाट भेट्छु 1 eternity later गाइस अब चाहिँ हामी यहाँ ट्युसन आएको छु ट्युसन हैन यिनीहरू चाहिँ मेरो साथीहरू होइन यिनीहरू चाहिँ मेरो सिस्टर्सहरू यहाँ के भनिदिन्छ भन न यहाँ बारी मेरो गुन्डा गाइस आज चाहिँ स्कुल ब्लग होइन स्कुल ब्लग म यिनीहरूलाई सोध्छु म को हो भनिदेऊ यहाँ म जुलिका मोरोमा मिसको फेभरेट हो न लो भन्न जा सोध्न मेरो फेभरेट मेकमा हो भन्छ सोध जा यिनीहरू चाहिँ भक्कु पौडिसक्यो ला लु बनाएको कुकुरलाई काटिन्छ यिनीहरू चाहिँ गाइस के कुन जोक्स खान्छ कुन चाहिँ कलरको चड्डी पहन्यो भनेको छ यिनीहरू मैले कुन चाहिँ कलरको चड्डी पहन्यो ओ यसो के कुरा गरे तँ कौन है स्कुल हो त्यहाँदेखि ट्युसन एक्जाम स्टार्ट हुँदैछ नि त होइन
सफा यो चाहिँ अब हाम्रो करिडोर यो चाहिँ हाम्रो क्लास अनिखेरि यहाँनिर छ क्लास चाहिँ यसलाई चाहिँ अब जेलमा हाल्नुपर्छ हो यसले चाहिँ क्राइम गरेको रहेछ ल्याउने स्कुलमा क्लास इज इन्कम्प्लिट चन्द्रमुखीहरू जस्तो हाँस्ने मान्छेहरू हो ऊ चाहिँ मेरो बेस्ट ब्रदर निमा दिदी सपोर्टिभ फ्रेन्ड के गर्यो भन् त के गर्यो भन् न के गर्यो कसले सरी भन्दै चर्काइदियो अरे घडी भिडियो पाटेर सेयर नगरेकोले तिमीलाई म भनेको छु त मिसले तिमीले गरेको त्यही ठुङ्ग्रो भनेर हामी चाहिँ के पो सिट अरेन्जमेन्ट आएको होइन यो मान्छेले बोलेन भने चाहिँ म यो मान्छेलाई काटिदिन्छु हो योपालि चाहिँ सो गाइस हाम्रो एक्जाम स्टार्ट हुनु लाग्यो फोटो मिठाईमा यहाँ खाना खिच्दैछ खाँदैछ कहिले नआउने मान्छे पनि आएको माग्दैछ मेरो प्रिन्सेसलाई हेर या मेरो प्रिन्सेसलाई मिस यता हेर्नु त यता हेर्नु न हेर्नु माग्नेले पैसा माग्दैछ है मेरो मिस म तपाईँको फेभरेट स्टुडेन्ट हो क्या भनिदिँदै यसलाई हो देखिस् हो म मात्रै हो म यसको प्रेसरले भनेको